So welcome back guys, म आइसकेको छु मेरो माइनक्राफ्टको नयाँ भिडियो लिएर अनि यो भिडियो हामी खेल्न गइरहेको छौं हाइपिक्सलमा स्काई ब्लक। यस सर, मलाई हाइपिक्सलको स्काई ब्लक त्यस्तो खेलेको छैन, मैले पहिला खेलेको रहेछ हैन। मैले यस्तो कस्तो रहेछ त भनेर हेर्न भनेर म स्काई ब्लकमा यसो लगइन हानेर हेरेको। मसँग थोरै स्टफहरु चाहिँ रहेछ के, लाइक त्यो अलरेडी पाउँछ कि मलाई थाहा छैन कि मैले पहिला खेलिसकेर मैले छोडेको थिएँ कि म केही पनि थाहा छैन, म सब बिर्सिसकेँ हैन। अनि मेरो किन यति धेरै कम एक्सपिरियन्स आइरहेको अहिले, किन यति धेरै ल्याग भइरहेको म। होल्ड अन, मसँग पैसा नि रहेछ हल्का पर्समा कति 5008 मात्रै रहेछ पैसा। मलाई त्यस्तो थाहा छैन के हुन्छ यो, मैले सुनेको चाहिँ हैन स्काई ब्लक हाइपिक्सलको स्काई ब्लकमा चाहिँ अलिकति अरू स्काई ब्लक भन्दा डिफ्रेन्ट हुन्छ भनेर। खोइ यो उही फ्रीको कोस्टोन के गर्छ यसले? डिफेन्स 6+16 किन ला त मैले त्यो अरबको मान्छे जस्तो देखिन्छ नि त भने पछाडि यो जालीको उलाएर त्यो हेलमेट लगाएर। वाउ, अनि के गर्छ यसले? किन खन्डाछ? ए यो यो मलाई थाहा छ यसले के हुन्छ, माइनिङ गरेर हामीले त्यो ब्लकहरू दिन्छ हैन, कहाँबाट सेल गर्छ यार? मलाई त्यस्तो चाहिँ थाहा छैन कहाँबाट सेल गर्ने के गर्ने। के हो ओइ फ्रीको चेस्ट, त्यसको खाली छ त। स्क्याम भयो मसँग। के छैन चेस्ट त काम लाग्छ नि। म सुरुमा हेर्नु छ यो सबै ठाउँहरू कस्तो छ भनेर, मैले केही पनि राम्रोसँग थाहा छैन। मलाई गोल्डको आर्मर धेरै नराम्रो देख्दो रहेछ। म सेल कताबाट गर्न सक्छु सामानहरू? यहाँ यसै खतरा ल्याग हुँदो रहेछ के छ यहाँ यस्तो? सुरुमा त मेरो पिसी नराम्रो छ मलाई थाहा छ, त्यसले गर्दा नि ल्याग भयो। अनि किन भयो त्यस्तो धेरै? के हो यो? हेलो बडी, के छ? यो विदर हैन? विदर यसको ओरवे घुमिरहेको यसको कति हो? 3044 मेरो कति छ? 138 छ। कत्रो ग्राइन्ड हाल्नुहुन्छ त्यो मान्छे? सुरुमा त पैसा कमाउँछ, कसरी कमाउनु मलाई थाहा छैन। के हो यो? पोकेमन समात्न मिल्दैन पोकेमन, के गर्नु मलाई थाहा छैन। मैले यो गेमको बारेमा मलाई त्यस्तो थाहा छैन। मलाई यो गेमको बारे माइनक्राफ्टको बारेमा थाहा छ अफकोर्स, तर मलाई हाइपिक्सलको स्काई ब्लकको बारे चाहिँ त्यस्तो थाहा छैन। नर्मल स्काई ब्लकमा चाहिँ त्यही सुरुमा एउटा आइल्यान्ड हुन्छ, अनि त्यो आइल्यान्डमा एउटा रुख हुन्छ, एउटा चेस्ट हुन्छ, त्यो चेस्टमा वाटर बकेट हुन्छ, अनि त्यसपछि एउटा लाभा बकेट हुन्छ, अनि त्यसपछि पुरै त्यो मतलब नर्मल ग्राइन्डिङ सुरु हुन्छ। त्यति चाहिँ थाहा छ मलाई। हाउमा धेरै विटर बुझिसकेँ। सिल्भर अब लाइटर त्यो सिल्भर कति भयो? 5577। यो त खतरा आएको छ त। यो मलाई के मेरो बेसबाट छ नि, त्यो मेरो आइल्यान्ड छ नि, त्योबाट मैले के भन्छ मिल्दैन। यसलाई सेल गर्न मिल्छ भन्ने सामने कस्तो होइन हौ चाहिँदैन। पनि यसलाई सेल गर्न मिल्छ होला। मलाई त्यो एक ग्लिच गरेँ के भयो मलाई थाहा छैन। खाने मिल्छ कि अनि मिनियनहरू क्राफ्ट बनाउँछ। अब सुरुमा धेरै विट चाहिन्छ मलाई, सायद त्यो मसँग छ होला। होल्ड अन, म हेर्छु। मैले मेरो बेस पनि एक्सप्यान्ड गर्नु छ। म के गरिरहेको छु? म किन यस्तो टाइम पास गरिरहेको छु? यहाँ एकछिन मेरो खतरा ह्याङ हुन्छ यार। बुम, हामीहरूले के हुन्छ लेभल अप नै गर्नु मिल्दैछ। नेक्स्ट टायर 20वटा चाहिन्छ। 20 मसँग त्यति धेरै छ कि छैन? होल्ड अन, म हेरेर बुम 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 बुम। मैले चाहिँ सबै मेरो सामानहरू यहाँ राखिदिनु पर्छ।
मैले पनि भेटेको थिएँ होल्डन यो होइन यो पफर फिस खानु मिल्दैन यस्तो हुन सक्दैन पफर फिस खान मिल्नु पर्थ्यो खतरा गर्न मिल्थ्यो अनि स्टोनहरू होइन स्टोन 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 अनि के भन्छ त्यसले हो टाइप भन्ने थियो होइन मसँग वुड छ त वाउ माइनक्राफ्टबाट मलाई थाहा छ अफकोर्स ए वाउ म कति खतरा खेल्ने मान्छे होइन फेरि माइनक्राफ्ट खेलेको कति भयो अरे कति भयो माइनक्राफ्ट खेलेको माइनक्राफ्टबाट मलाई थाहा छ अफकोर्स फेरि वाउ भर्खर कुरा गर्दैछु फेरि भर्खर यस्तो गराएको छु भने यो कुरा चाहिँ कट गर्नुपर्छ मलाई थाहा छैन म माइनक्राफ्ट खेलेको कति भयो अरे 4-5 वर्ष भइसक्यो अझ यस्तो गर्छु म अपडेट नेक्स्ट टायर कन्स्टन्ट मिनियन क्राफ्टिङ Hold on, मलाई एउटा रेसिपी हेर्नुहुन्छ रेसिपी बुक माइनिङ रेसिपी के हो यो कस्टम माइनर युट्युब रेसिपी ओके एउटा बिचमा कस्टम मिनियन 2 राख्ने अनि छेउछाउमा त्यो राख्ने हैन भनेपछि हामीले यो पिकअप गर्नुपर्छ यसको डाइरेक्सन कति छ 1 1 2 1 2 2 ब्लक को ग्याप रहेछ ल त्यसरी पिकअप हैन यो सुरुमा लियौं पिकअप मिनियन क्राफ्टिङ टेबलमा हैन बुम 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 क्राफ्टिङ टेबलमा बिचमा यो मिनियन अनि छेउछाउमा 40 ब्लक पुग्छ त 40 ब्लक होल्ड अन 32 होल्ड अन मलाई चाहिन्छ अझै चाहिन्छ कोल्डस्टोन अझै चाहिन्छ कोल्डस्टोन चाहियो मलाई कोल्डस्टोन 3 ओए कता भाइ कता यिनीहरूको लागि म क्रिपर छ क्रिपर गाई ओ बेटे फुट्नु जस्तो गर्छ कति जम्बियो त भने आइज अब म कतिसम्म गएको थिएँ 38 बस अब न हाम्रो कोल्डस्टोन मिनियनको टियर 3 म बनाउँदिन फर्नेस बनाउन लाग्छ 40 भयो 38 40 78 79 40 37 40 37 40 37 39 40 37 9 ठ्याक्कै मैले ठ्याक्कै हुने गएर 64 नै चाहिँदो रहेछ होल्ड अन कोल्डस्टोन मिनियन 1 छ मिनियन 2 छ यो मान्छे मेरो मिनियन 1 मै थियो अब 40 वटा बल्ल चाहिन्छ छ्या म किन यति पागल भएर काम गरिरहेको मलाई टर्चहरू पनि बनाउनु वाउ
टर्च पनि बनाउनु पर्छ स्केलेटन छ यसले मलाई खस्न सक्छ यसमा क्रिटहरू काम गर्दैन उही खस्छ है खस्ला चाहिँ खस्ला म किन यस्तो नुब छु होल्डर म मेरो के हुन्छ त्यो विटवाला मिनी नै बनाउनु पर्यो म मिनियनहरूको लागि एउटा ठाउँ बनाउनु पर्यो कताबाट मैले त्यो लिन मिल्छ यो डटहरू डज एनिवन नो मैले डटहरू कहाँबाट लिन मिल्छ कि स्टोनकै बनाइदिने कतातिर बनाउनु त कतातिर बनाउनु यो कता छ खोइ मेरो एउटा मुटु यस्तो ढुक्यो भइसकेको थियो आमा अहिले हामी मऱ्यो त्यो छ्याप्पले यो हटाउँछु अहिले हामी मरिसकेको थियो मैले लास्ट मोमेन्टमा मैले त्यो सिफ्ट थिचिहालेँ क्राउच भइहाल्यो नत्र त मैले खस्थेँ भने स्ल्याबवाला बनाउने कि डाइरेक्ट यो स्टोनको बनाउनु के हुन्छ डाइरेक्ट उवाला बनाउनु स्ल्याबवाला बनाउनु पर्ला किनकि मसँग त्यति धेरै उ छैन स्ल्याब वाउ यस्तै गर्छु खस्छ अब यो मैले पाउँदिनँ तर यसमा हामीले एमएलजी गर्न सक्दैनौँ कि त्यही हो मेन कुरा यो मिनियनहरूको लागि भयो होइन यो ठाउँ चाहिँ मिनियनहरूको बनाउने कि यस्तै गर्छु म राम्रोसँग किन प्लेस गरिदिनु सामानहरू यिनीहरू कस्तो यो के हुन्छ घाममा जलेको छैन प्लिज प्लिज के गरौँ उही मेरो पैसा गयो 2607 कोइन गयो हाफ जान्छ कस्तो रहेछ भने छ्या यिनीहरू त कति नै बाघ मरिन्छ धन्यवाद उठ्दा कस्तो रहेछ नि पैसा गयो सबै पिकअप गरौँ पैसा गइदिएर भने म सब सामान पनि जान्छ भन्थ्यो छ त यत्रो स्पेस चाहिँ के हो जस्तो मान्छे काम लाग्दैन होल्ड अन गाइज म होइन मसँग एउटा आइडिया छ एउटा खतरा यसो एउटा पनि आउँदैन भन्छ मसँग यिनीहरू छा त्यो पैसा मेरो नराम्रो त्यस्तो ब्लक लिनु पर्छ त्यही छैन त्यसमा हुन्छ होला भनेर गरेको भएन अरू भएर नि सक्छ नआउँदैन अरू लाइन सक्छ लाइन सक्दैछ झन् म त फेरि बिग्रियो भने के गर्ने भनेर यस्तै बनाउँछ अब उही झन्नै खसे थिएँ म फेरि झन्नै खसे थिएँ कस्तो मरिसकेको थिएँ म पनि अहिले म चाहिँ आज यो भिडियो चाहिँ साथै मिनियरहरूको पनि थोक गर्नुपर्छ किनकि मिनियरहरू धेरै काम गर्छ एउटा ब्लकको क्याप छोडेर मिनियरहरूलाई चाहिँ यस्तो मलाई भयो यतापट्टि सँगै विटवाला बनाउनु पर्छ होइन छैन मसँग छ एउटा हो चाहिन्छ हो कता हो मसँग त्यो स्टोनवाला होल हुन्छ यो होल हुन्छ आई डोन्ट थिङ्क सो कि हुन्छ भनेर
मलाई उवाला हो चाहिँ उडान हो चाहिँ यस्तो यो क्राफ्टिङ टेबल धेरै कन्फ्युजिङ वाला छ कि हैन नर्मललाई किन नदियो होला यस्तो राख्यो यो यस्तो राख्यो यो यस्तो राख्यो उयो भयो okay you craft a tire 1 with minion that's a new one craft 2 more unique minion to unlock your 6 minion slot oh kita banyak bro Saya kita enggak saya daughter sih daughter no you can only reach daughter one daughter sih I don't think so this must sound भनेर कति चाहिन्छ होला गर्नु नि 1 2 okay 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 ये वाला माइनर बना 1 2 bakal main sih 3 4 bakal sama boom boom depan harga biasa di pikiran ini itu main minum sampai yo tayo din sa kondisi ba dokter kamar pas masih nanti masih sekali mana ini mau bisa deh video nanti habis masuk langsung down ay mana dari sekolah very good dapat cakap main mancing panjangnya saya oh bisa nah wah cedar हाल्नु पर्छ के गर्नुपर्छ सिडर हाल्नु पर्छ हामीले आफैले यसो गर्छ यसले ल हेर टायर 2 अनलक हुन्छ नेक्स्ट टायरमा कति सर्कल चाहिन्छ 20 वटा चाहिन्छ 20 मिनियन वाला ओके होल्ड अन कि आफै राख्नुपर्छ यो सब सामानहरु होल्ड अन म एकछिन फेरि हेरेर आउँछु A few moments later के मैले एउटा कुरा त्यही सोचिरहेको छु मेरो यो बेस हैन यो मेरो ठाउँलाई चाहिँ हैन यतापटि चाहिँ मिनियनको ठाउँ बनाउने कोही काम गरेर भेरी गुड यतापटि पुरै मिनियनको मात्रै के ठाउँहरु बनाउने हैन अनि यतातिर हाउसहरु त्यस्तो बनाउने पुरै म पुरै आइल्यान्ड बनाउँछु म अनि त्यसपछि यतापटि मिनियनहरुको मात्रै ठाउँ हुन्छ जस्तै यो स्टोन वाला मिनियन धेरै चाहिन्छ हामीलाई सायद चाहिँ मिनियनहरुको पुरै फार्मै फार्म चाहिन्छ मिनियन भनेर कि म स्टोनहरुको यता स्लाइड यस्तो पुरै गर्दिन हैन यतापटि मात्रै गर्नु पर्छ जस्तै अनि ह्विटको नि म धेरै बनाउँछु स्टोनको मलाई सायद एउटा भयो यहाँनिर अर्को एउटा बनाउनु पर्यो यहाँ ह्विटको बनाउनु पर्ला फेरि स्टोनको फेरि ह्विटको अनि अरू पनि बनाउँछु म सबैको बनाउँछु म मिनियनहरु सबै किन मिनियनहरु धेरै युजफुल हुन्छ जस्तै म हिँडिरहेछु यहाँबाट खसिरे मसँग 1 मिलियन मन छ रे पर्समा गयो त मेरो 50,000 त गायब चट्टै त म गयो फेरि गयो पैसा गयो पैसा यिनीहरूलाई म छोड्दिनु म टर्च लाइटहरू बनाउनु पर्छ जस्तै मलाई कोल माइन गर्नु छ होला म त्यो ठाउँमा जाँदैन अब जाम तल काम गर्न ठ्याकेको छ ब्लक गर्न मिल्दैन नि सायद ब्लक त्यही मिल्दैन यार के भन्दा तलै छ यतातिर बनाउने सायद ब्लक राख्नु मिल्छ मिल्दैन अबे ब्लक राख्नु मिल्छ ओके यो चाहिँ ठाउँ बनाउनु पर्ला होला मलाई के भन्छ उसमा राख्न मिल्छ हैन यो F4 मिल्दैन मैले यिनीहरु मेरो अफलाइनमा राख्न मिल्दैन छ्या
लास्ट टाइम गाह्रो भयो त यार यसको कतिसम्म बेस बनाउने रेडियस कति हुन्छ यसको मिनियनको लागि फेरि म यस्तोवाला राख्ने भनेर सोचेछु कि सायद राम्रो हुन्छ होला होइन सबै मिनियनहरूको बिचमा यो वुडनवाला वाउ अब मलाई त्यसलाई के चाहिन्छ एउटा वुडन पिकेक्स चाहिन्छ अनि स्टोनहरू चाहिन्छ स्टोनमा धेरै चाहिन्छ 10 भनेपछि धेरै चाहिन्छ यस्तो गरेर म खसेर माई गड मेरो पैसा गयो भने त हुँदैन नि त मिनियनहरूको ठाउँ भएर यहाँनिर स्टोन पाउँछ फेरि स्टोनको बनाउनु के गरौँ तलपट्टि पनि ठाउँ बनाउनु पऱ्यो होइन यहाँबाट खस्यो नि विटको मिनिङ हो विटको लागि अझै बनाउनु पर्ला सायद म डट बाई गर्न सक्छु भनेर सुनेको थिएँ कि भर्खर अघि च्याटमा देखेको के सक्छ होला आजलाई फेरि धेरै लङ भिडियो हुन्छ कसले हेर्दैन नि यतिकै त नहेर्ने भिडियो लङ भयो भने त कहाँ हेर्छु म किन खस्छ जस्तो लाग्थ्यो भने मैले यो 5 पनि राम्रो बनाउनु पर्ने सायद खस्यो भने त खसिहाल्यो नि अब त खस्दिनँ होला नि 3टा ब्लकको ग्याप भएपछि भन्दा भन्दै झन् लड्यो भने त बेजत हुन्छ भाइ बेजत हुन्छ फेन्सहरू पनि राख्नु पर्यो फेन्सले त खस्दै खस्दैन नि बेस्ट आइडिया वाउ अब यहाँबाट डाइरेक्ट जान नि सजिलो हुन्छ नि त अनि सायद म यस्तो भएन नि अझै एउटा राख्छु अनि त्यसमा चाहिँ फेन्सहरू राख्नु पर्यो कि 3टा ब्लकको चाहिँ ग्याप हुन्छ त्यो होइन है त्यो राम्रो हुन्छ नि त लाइक यसमा नि हामी त्यही गर्न सकिन्छ एउटा ब्लक 2टा ब्लक हिँड्ने भयो छेउछाउमा ब्लक राख्ने होइन फेन्सहरू राख्ने ठ्याक्क अन्तखेरि फेन्सहरू हुन्छ वाउ हाम्रो स्काई ब्लकमा प्रोग्रेस भएको जस्तो लागिसक्यो होइन अब प्रोग्रेस भइरहेछ लेट्स गो यो स्काई ब्लकमा प्रोग्रेस के भयो त हल्का भए पनि बेस एक्सप्यान्ड भयो अनि मिनियन बन्यो एउटा तसँग छ भाइ तेरो भाइ बनाउनुलाई छ सामान छ तसँग एउटा नानी भयो कति चाहिन्छ 10 होइन मसँग छैन सायद त्यो चाहिँदैन नि यो माथि किन चाहिएको त्यही हो आजको भिडियो अति लामो भइसक्यो कसले पनि हेर्दैन मलाई थाहा छ आजको लागि यति नै गाइज होप्सो इन्जोय गर्नु होला लाइक सब्सक्राइब गर्न नबिर्सनु होला धेरै जस्तो मेरो भिडियो हेर्ने मान्छेहरूले कसले पनि सब्सक्राइब गर्दैन मलाई त्यो लाइक सब्सक्राइब गर्नु होला आजको लागि यति नै बाई